यस्ता चिप्लो छ है बुवा। चाबी लगाछ कि ठ्याक्कै चिन्नु भयो। जय मसी जय मसी। जय मसी। मैले अस्ति मात्रै सोचेको थिएँ तपाईँलाई। बहिनी राम्रै हुनुहुन्छ? हजुर बहिनी आएको छ आउनु भएको छ? बाहिर गाडी ए ल कता गए? त्यो गाडीमा हुनुहुन्छ? आमालाई एकछिन बडा ल्याउँछ हो। अनि दाइ सबै ठिकै छ? हजुर तपाईँको स्वास्थ्य सबै ठिकै छ। हामी यो दसैँमा बाबुहरूको स्कुल बिदा हुन्छ, बिदामा घुम्न जाउँ भने घुम्न आएको थियौँ। कान्छी छोरा घर छ यहाँ तलको खोखानामा। ए घर बनाएको छ उसले। घर बनाएको छ? के खोखाना होइन भैँसीबार त खोकना कहाँ? खोकना हजुर त्यो ज्ञानोदय स्कुलको अगाडि। ज्ञानोदय कता हो? त्यो रुद सोध्थेँ कि मिनमर दाइ कस्तो छ, कहाँ छ, खै अत्तो छैन काका भन्नु। उसले पनि त्यसै भन्यो। पहिला आउँथ्यो अहिले आउँदैनन् भन्थ्यो। भास्कर चाहिँ आउँछ यहाँ। कसले भने? भास्कर कहाँ छ भास्कर? उही तालमै छ। ए कहिले कहाँ आउँदाखेरि खै उही यहाँ काठमाडौँ आउँदै यहाँ पस्छ। हो मेरो कान्छी नाति जिउ गर्नु परेन? जय मसी गर। जय मसी। खै यता आउँदैन। यसो गरेर जिउ गर्ने यस्तो गर्नु पर्छ। मेरो नाति नि यत्रै भएको छ। हो ए मलाई चाहिँ बुझ्नमा लागेको थिएँ। अरू छोराहरू एउटा उता मेरो कान्छी बुहारी वा जेठी बुहारी। हजुर धेरै बुढो भयो। ओहो दाइ दाइ यता तपाईँहरूलाई दाइले भयो उहाँले सम्झिरहेको मनमा आउनुभयो। पुरानो साथीहरू भेट्यो। मैले बाबुहरू ए दुईले छिटो कान्छ हो। बाबु कहाँ बने जेठो त नानी सुनिता होइन? छोरी होइन? क्या यार माया गर्नु पर्छ बजेर आए हो। जाने बेलामा कति काखमै होइन? सबै लिएर पलाती भइसक्यो। खुसी भयो। हजुर पलाती भइसक्यो ठुलो छोराको छोरीको। अब हजुरले त अहिले म सिमानामा छु, बर्दियामा छैन। होइन होइन बर्दियामै हुनुहुन्छ। ए सिमानामै हुनुहुन्छ। बुवाले पनि यही हो भनेर कसरी चिन्नु भयो होला है? ठ्याक्कै चिन्नु भयो कि एउटा बुवाले यो ठाउँ चिन्नु भयो कि?